जो पनि बच्चाहरू देख्छु यो कालो यो गाजर लगाइदिन्छन् होइन सोध्यो भने गाजर लगायो भने आँखा ठुलो हुन्छ आँखा राम्रो हुन्छ भन्छ इज इट रियली ट्रु यो साँच्चै के हो लगाउनु पर्ने हो अनि कानमा तेल लाउँदाखेरि कान चाहिँ तेजिलो हुन्छ अरे कान हो के श्रवण शक्ति बढ्छ भन्ने छ हो दिस अगेन इज मिथ आमाको दुध भगवान्ले यसरी बनाइदिनु भएको छ कि यसमा सम्पूर्ण कुरा छ आमाको दुधै फुड हो आमाको दुध वाटर हो र आमाको दुधै मेडिसिन हो फुड वाटर एन्ड मेडिसिन 6 महिनासम्म केही पर्दैन नुन 1 वर्ष मुनिको लागि खुवाउनु हुँदैन भन्ने कुरा पनि एक हिसाबले यो मिक्स हो यो चाहिँ मिठा कुरा हो खुवाउन मिल्छ 1 वर्ष मुनिको लागि पनि हामीले 6 महिना माथि हामी जसरी खुवाउन हुन्छ नि 7-8 महिना भइसकेपछि हामीले आफूले खाएको खानेकुरा यसको दिन मिल्ने अवस्था हुन्छ नि त्यो बेला उसको लागि नुन रहितको नुन नभएको अलग बनाउनु पर्दैन यो कन्स्टिपेसन र यो बडी ट्रेनिङ्सहरू चाहिँ हामी कसरी यसलाई सोल्युसन्स या यसलाई ट्रेनिङ गराउने कन्स्टिपेसन्सलाई चाहिँ धेरै जसो कुराहरू चाहिँ तपाईँले भन्नुभयो जस्तो बडी ट्रेनिङका कुराहरू हामीले चाहिँ दिशा गराउन नजानेरै पनि कन्स्टिपेसन चाहिँ हुन्छ हेर्नुहोस् अनि किनभने आजको दिशा आज आएन भने त्यो भोलि अलिकति कडा हुन्छ भोलि आएन पर्सि अलिकति कडा हुन्छ बेबी वकर हेल्प्स babies to walk fast. True or false? False. It's undoubtedly false. Friends, welcome once again to another episode of Health Postcast brought to you by Bhaktapur.com in association with Bhaktapur Doctors Society. हामीलाई सबैलाई थाहा छ when it comes about babies and children we all are very emotionally attached and there is a lot of sensitive issues also and when it comes about children there are a lot of to-dos and not to-dos especially in a religious family like ours there are a lot of ethics and there are a lot of not to do things and sometimes our grandfather and grandmother they knows more than the parents themselves and again because these days the babies are less than the past I mean the parents they tend to have one or only 2 children so the babies are very precious actually not 1 or 2 babies actually all the babies are precious but to talk about all these things today we have a very special guest, Dr. Ganendra Bhakta Rai. He is consultant pediatrician from Siddhi Smriti Hospital at Bhaktapur, and he has specialized himself in a pediatric cardiology. So, Dr. Ganendra, welcome. Thank you so much, Dr. Punya. How are you? I am fine. Yeah, I hope I heard you have a small baby itself here at home. Yeah. She's a cute girl now 15 months. 15 months. Yeah. Okay. So let's start a talk from here. How are you different as a pediatrician at the hospital and as a father at home when it comes to children care? Okay. यस्तो हुन्छ हामीले अस्पतालमा चाहिँ बिरामी हेर्दाखेरि चाहिँ एउटा आफूलाई फर्मल रूपमा प्रस्तुत गर्नुपर्ने रहेछ जे कुरा वाट एभर द टेक्स्ट बुक सेज वी हेभ टु फलो इट बट देन एज अ फादर एट होम यु आर टोटली अ डिफ्रेन्ट पर्सन बेसी हामी घरमा चाहिँ आफूले भने जस्तो झट्ट भइ नहाल्ने अलिकति फरक तरिकाले त्यसलाई कुराहरूलाई डिल गर्नुपर्ने अवस्थाहरू आउँछन् अलिकति प्र्याक्टिकल मोर प्राग्मेटिक जस्तो खालको त्यो रोल चाहिँ एज अ फादर म आफूलाई त्यसरी घरमा रोल प्ले गरिरहेको छु भनौँ न अनि ऊ कन्फ्युज हुन्छ कि मतलब जस्तै हस्पिटलमा हामीले 5 ml लेख्दाखेरि एट होम आफ्नै बच्चालाई 5 ml सिरप प्यारासिटामोल लेख्दाखेरि कहिलेकाहीँ त्यो हुन्छ नि हुन त बिकज why am I saying it is because I myself is a doctor and sometimes when I
prescribe medicine to my own child, maybe, okay, should I ask a pediatrician before? भनेर जस्तै त्यस्तो कहिले काहीँ हुन्छ अँ, त्यो तपाईँलाई त्यस्तो त हुँदैन राइट डोजकै सिलसिलामा त हुँदैन तर कतिपय अवस्थामा चाहिँ अलिकति अब सिन्सियरली कुरा गर्दा कतिपय अवस्थामा सिन्सियरली कुरा गर्दा अब अघि भने जस्तो फर्मल तरिकाले बिरामीलाई अस्पतालमा जाँच्दा चाहिँ आफू एकदमैसँग एभिडेन्स बेस्ड भएर काम गर्नुपर्ने हुन्छ। अब गाइडलाइनहरूले के भने हुन्छ त्यसलाई फलो गर्नुपर्ने हुन्छ। घरमा चाहिँ कहिलेकाहीँ चाहिँ आफ्नो हन्च भन्छन् नि, मैले चाहिँ यस्तो होला यो प्रोबेबली दिस इज नट ब्याक्टेरियल भनेर अलिकति 2 दिन त्यो टेस्टहरू अस्पतालमा आज गर्ने कुरालाई मैले 2 दिन पछाडि डिफर गर्छु। त्यो तरिकाले अलिकति फरक हुन्छ किनभने मैले त्यहाँनिर मैले नै हेर्ने कुरा भएको हुनाले चाहिँ अलिकति आफ्नो डिसिजन को पावर अलिकति बढी आफूलाई हुन्छ घरमा चाहिँ। So does it mean that you look at the children No, differently? Not like that. Not like that. It's Not like actually that. not like that. Because in medicine, medicine do no harm, and that applies both in hospital and in my house also. Okay. अब we start our conversation from अघि मेरो introductory partमा पनि भनौँ there are a lot of to do's and not to do's है। अनि यो गर्नुहुन्छ यो गर्नु हुँदैन बच्चालाई यो गर्नुहुन्छ यो गर्नु हुँदैन। तपाईँ आज यो 15 yearsको एक्सपिरियन्समा what are the most Nepalese parents do that is actually harming the babies for futures? जुन चाहिँ which we think okay this is यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ तर actually it's actually harming the children in future. हजुर एक्चुअली अहिले जे जति पनि घरमा चलिराखेको हुन्छ हाम्रो ट्रेडिसन अनुसार भनौँ न ती कुराहरू सबै कुरा बच्चालाई हार्म गर्ने भन्ने हिसाबले त भइराखेको होइन। आउट अफ लभ आउट अफ कम्प्यासन बच्चालाई राम्रो गर्ने भन्ने हिसाबले गइराखेको हुन्छ। कतिपय अवस्थामा अब घरमा जे उपलब्ध छ ती कुराहरू प्रयोग हुने भएको हिसाबले पनि र अलिकति स्किल ग्याप अलिकति नलेजको ग्यापको हिसाबले पनि ती कुराहरू भइराखेका होलान्। डेफिनेटली दे आर थिङ्स द्याट वी आर डुइङ बट इट्स नट कजिङ एनी गुड टु चिल्ड्रेन। तिनीहरूमध्ये सबभन्दा हामी भक्तपुरमा बस्छौँ। भक्तपुरमा एउटा नेवारी सोसाइटीमा चलिराखेको कुरा नै कन्टेक्स्चुअल अलि बढी होला। पहिलो कुरा चाहिँ हामीले बच्चाहरूलाई के खुवाउँछौँ भन्ने कुरा बाट सुरु गर्नु। त्यहाँबाटै अलिकति हामी हार्म गरिरहेको जस्तो देख्छु मैले। निरन्तर दिनौँ बच्चाहरू हेर्दाखेरि के खुवाइरहनु भएको छ भनेर हरेक 6 महिना मुनिका 6 महिना माथिकालाई पनि यसरी सोधिराखेको अवस्था हो। त्यो बेलामा चाहिँ धेरैले एउटा मिसकन्सेप्सन चाहिँ बच्चाहरूलाई खुवाउनुपर्छ, तौल बढाउनुपर्छ, ठुलो बनाउनुपर्छ, हृष्टपुष्ट बनाउनुपर्छ भन्ने कन्सेप्टको आधारमा चाहिँ 6 महिना मुनि पनि धेरै बच्चाहरूले चाहिँ कम्प्लिमेन्ट्री फिडिङहरू लिटो ग्याउलो र अरू कुराहरू सुरु गरिएका जस्ता कुराहरूले हार्म गरेको जस्तो देख्छु मैले। धेरै कुराहरू छन् तीमध्ये 2-4वटा कुराहरू बढ्दैछु ती कुराहरूलाई हाइलाइट गर्न चाहन्छु। धेरै कुराहरू चाहिँ 6 महिना अगाडि नै सुन्नु। हाम्रो नेवारी चलनअनुसार 5-6 महिना 6 महिना नै 6 महिनामा भात खुवाइ हुन्छ। हो सबैको सायद त्यही चल्नुपर्छ। अब हामी कन्सेप्ट कस्तो छ भात खुवाइ चाहिँ 6 महिनामा तर भात जे कुराले बनिया हुन्छ त्यसैलाई पिसेर लिटो चाहिँ कहिलेकाहीँ 1 महिनामै सुरु गर्छ। त्यो कन्सेप्ट चाहिँ मलाई अलिकति अचम्म पनि लाग्छ र अब कुनै बेला बुढी रमानामा आमाको दुध आएन भने अरू केही विकल्प नहुँदाखेरि सुरु भएको चलन होला यो। तर त्यो चाहिँ त्यसले हार्म गरिरहेछ किनभने हाम्रो यति राम्रो चलन 6 महिनामा भात खुवाइ। अनि त्यो चाहिँ किन भन्दाखेरि त्यो साइन्टिफिकली ब्याकअप चलन हो खासमा एक हिसाबले। किनभने त्यो बेलामा 6 महिनामा बच्चाको चाहिँ न्युरो डेभलपमेन्टल न्युरो मस्कुलर डेभलपमेन्टहरू राम्रो भइसकेको हुन्छ, उसलाई निड पनि भइसकेको हुन्छ। किनभने त्यो बेलामा चाहिँ आमाको दुधले नपुग्ने अवस्था आइरन ग्याप भनेर भन्छौँ हामीले, आइरन नपुगे अवस्था हुने हुनाले आमाको दुधले मात्रै नपुगेर ठिक्क अरू सप्लिमेन्ट्री कम्प्लिमेन्ट्री फुडहरू दिन मिल्ने अवस्था हुने तर बच्चाले पनि खान तयार हुने। उसले खाएर निलेर पेटमा पुर्याएर
पचाउन सक्नेसम्म अवस्था हुन सक्ने भनेको 6 महिना त्यो चाहिँ यति राम्रो चलन मतलब कसैले 6 महिनामा गर्नु भनेर हाम्रो जुन सबै ठाउँमा नहुन पनि सक्छ त्यो त्यसरी राखेको चलनलाई हामीले अलिकति व्यवस्था गरेर 6 महिना अगाडि जो खुवाउँछौँ नि त्यो चाहिँ अलिकति राम्रो कुरो एउटा कुरा थियो दोस्रो कुरा अलिकति अचम्म लाग्ने कुरो पनि महत्त्वपूर्ण अब नेवारहरूको चलन छोरीलाई 5 महिना छोरालाई छ यहाँ पनि डिफ्रेन्स छ त्यहाँ पनि डिफ्रेन्स छ यो कुरा पनि मजामा लाग्छ अब हुनसक्छ त्यसलाई कुनै अब हामीले थाहा नपाएका कुराहरू केही छन् कि तर साइन्सले मेडिसिनले त के भन्छ भन्दा 6 महिना हुन्छ 6 महिना हुन्छ भनेपछि दुवैलाई बराबर किन नभएर भन्ने लाग्छ त्यसपछि खानाकै सन्दर्भमा अब हामीले 6 महिनामा सुरु गऱ्यौँ तर त्यसमा जे कुरा हामीले एड अन गर्छौँ ती कुराहरू पनि घरमा जे छ त्यो उपलब्ध भएका कुराहरू मात्रै राखेर जुन डेभलप बनाउँछौँ ती कुराहरूमा पनि अलिकति हार्म गरिरहेको जस्तो देख्छौँ मैले किनभने बच्चाले त मुखमा राखेपछि खाने उसको रिफ्लेक्स हुन्छ एउटा खान्छ निल्छ तर उसले सही कुरा खान पाइरहेछ कि छैन पेटमा गएपछि उसले राम्रोसँग प्रपर न्युट्रिसन दिन्छ दिँदैन त सर्वोत्तम पिठो भन्छौँ नि त सर्वोत्तम पिठो भनेको द बेस्ट फुड हो त्यो कुरो बन्यो बनेन भन्ने कुराको त्यो कन्सेप्ट त्यो स्किल त्यो नलेज ग्याप चाहिँ अझै छ स्पेसली हामी नेवार कम्युनिटीमा स्टिल छ त्यो र त्यसले चाहिँ अलिकति हार्म गरिरहेको जस्तो लाग्छ मलाई कन्सिस्टेन्सीका कुराहरू भए कस्तो बनाउने त कतिको पातलो धोइदिनु कति त्यो भातमा हुने हेरेर त्यहाँ पनि अलिकति याद छ हामीले चाहिँ पातलो बनाएर प्लेट आउँछ कस्तो हुनुपर्छ युट्युब भएर चाहिँ चम्चामा राख्दा के खस्ला खस्ला जस्तो गर्ने नखस्ने त्यस्तो खालको कन्सिस्टेन्सी चाहिँ ओके अगेन यो चम्चाको कुरा फेरि चाहिँ भन्नुहोस् हजुर कस्तो खालको हामीले जुन लिटो बनायौँ त्यो त अब सर्वोत्तम पिठो बनाउने विधि बेग्लै छ फेरि त्यो कसरी पिठो बन्छ त के राख्ने भन्ने कुरा आफ्नै ठाउँमा छ त्यहाँ पनि हामी गलत गर्छौँ हामीले जे छ मका चामल अलि बढी छ चामल अलि बढी राखेँ मसँग केरा हो यिनीहरू छैन मैले राखिनँ मकैहरू यिनीहरू भयो भन्दाखेरि जसरी हामीले भात खाँदाखेरि चाहिँ दाल भात तरकारी सबै सन्तुलित आहार गर्छौँ नि बच्चाले त्यो अझै बढ्छ किनभने उसको बढ्दैछ उसको दिमाग बढ्दैछ शरीर बढ्दैछ भनेपछि हामीले के भन्छौँ त आधा जति चाहिँ कार्बोहाइड्रेट आधा जति चाहिँ प्रोटिन लगभग आधा जति चाहिँ प्रोटिनको मात्रा भयो भने चाहिँ उसलाई सन्तुलित आहार गर्छ त्यसो हुँदाखेरि के त गेडागुडी कुद्दै जसमा प्रोटिन पाइन्छ जस्तै भटमास केरा हो चना हो त्यसलाई चाहिँ आधा एक महिना बनाउँदै हुन्छ भने लगभग अलिकति कम भएर फरक पनि 40%देखि 50% हो त्यो चाहिँ गेडागुडी चाहिँ बाँकी आधा चाहिँ अन्न भन्नाले चामल गहुँ मकै यी कुराहरू त्यसरी मिलाउन पाए हुन्छ होइन मसँग गेडागुडी पाएन मैले चाहिँ अन्न मात्रै राखेँ भन्ने पनि चल्नु लाग्यो त्यहाँ पनि एउटा नलेजको ग्यापको कुरा सो यो तपाईँले कन्सिस्टेन्सी भन्दाखेरि चम्चामा राख्दाखेरि त्यो बनेपछि अब केमा बनाउनु दुधमा बनाउने वा चाहिँ पानीमा बनाउनु त्यो यसरी बन्न पऱ्यो कि त्यो चाहिँ अब सलिड फुड दिँदैछौँ हामीले कम्प्लिमेन्ट्री फुड भने सलिड फुड हो दुध अब 6 महिनासम्म त उसले दुधै मात्रै खायो झोलै मात्रै खायो अब चाहिँ सलिड दिँदाखेरि कस्तो सलिड त भन्ने कुरा नि कन्सिस्टेन्सीको कुरो त्यहाँ आउँछ चम्चामा राख्दाखेरि त्यो त्यति पातलो हुनु पर्यो खस्ता खस्ता जस्तो गर्ने तर नफस्ने अलिकति यसो ढङ्काइने त्यो खालको कन्सिस्टेन्सीलाई बेस्ट मानिन्छ ताकि उसले चाहिँ उसले त्यो खाँदाखेरि चाहिँ मैले सलिड खाँदैछु भनेर सलिड खाने त्यो स्किल डेभलप गर्छ झोली मात्रै होइन त्यहाँ पनि अलिकति त्यो प्रब्लम छ कति कुराहरू एकदम झोलिलो पानी मात्रै दिँदाखेरि चाहिँ उयो त पेटको भयो पेट भएर त कसले क्यालोरी चाहिँ पाएन नि त हो त्यहाँ पनि अलिकति चाहिँ यी कुराहरू भयो यो चाहिँ हेल्दी हुँदा कस्तो हो भन्ने कुरा अब अलिकति कुराहरू चाहिँ हामी जब बच्चा बिरामी हुन्छ त्यो बेला पनि कुराहरू सम्झु चाहिँ स्किल हार्मफुलै छ साधारण कुरा बिलिफहरू जस्तै चाहिँ दाँत आउन थाल्यो दाँत आउन थालेपछि सबै कुरा दाँतेले दोष त्यो हार्मफुलको कुरा नि अब ज्वरो आयो हो दाँतेले अब डाइरिया हुनसक्छ डेफिनेटली किनभने त्यो भिजा एकदम इची हुन्छ चिलाउँछ अनि जे भेट्टायो अलिकति मोबिलिटी पनि भइसक्यो अवस्था जे भेट्टायो त्यो मुखमा राख्दाखेरि त अलिकति त्यसले के त प्राप्त गर्ने भयो नि त इन्टेस्टाइनल लिएर अनि जम्सहरू जाने भएर त्यो डाइरिया गराउन सक्ने भयो तर जे कुरालाई पनि त्यही दोष दिने होइन ज्वरो आए पनि त्यसै दिने रोए पनि त्यही दाँतैलाई दोष दिने सबै कुरा जो भइरहेछ त्यो पनि अलिकति हार्मफुल छ डक्टरकोमा नजाने के हार्म कहाँ छ भन्दा यो दाँतैले हो अरू केही कुराले होइन त्यो भएर डक्टर कहाँ गइहाल्नु पर्दैन भन्ने खालको त्यो केही चेप छ त्यो पनि अलिकति समस्या अनि कति कुराहरू आफैले घरमा सेल्फ मेडिकेसन गर्ने अब यो छोरालाई यति गएको थिएँ औषधि दिनुभएको थियो अनि यसलाई पनि त्यही होला नि आधा वा यसरी आफैले अन्दाज गरेर औषधि दिएँ र अब कसैको हेल्पै लियो भने प्रपर ठाउँमा जाने चलन अझै हुन्छ
यसो बाहिर औषधि पसल छ त्यसलाई यसो मेडिकलमा गरेर लिएर आउँछु नि भन्ने। अनि त्यहाँ चाहिँ मैले मेडिकलहरू औषधि पसलहरू भनेपछि उहाँहरूको धेरै ठुलो कम्पिटिसन छ अहिले। डाक्टरहरूले वा नर्सहरूले मात्रै गरेर वा अस्पतालहरूले मात्रै सबै स्वास्थ्य सेवा पुर्याउनु नसकेको अवस्थामा उहाँहरूले धेरै योगदान भएको छ। तैपनि एउटा चाहिँ एउटा स्ट्रक्चर तरिकाले एउटा राम्रो म्यानेजमेन्टको सोसियलिटी त त्यहाँ त छैन नि त। बेसिकली औषधि कसैले होइन, तर उहाँहरूले दिइराख्नु भएको हुन्छ कहिलेकाहीँ वर्ष त तौल पनि सोधेको। अनि यस्तो हुँदाखेरि चाहिँ के हुन्छ त, अनि डोजको मिलेन त्यो। अरूको कुरा अलि थपेर औषधि केही दिदियो भनेदेखि त त्यसमा कहिलेकाहीँ एन्टिबायोटिकहरू दिइरहन्छ। अनि त्यो कुराहरूले अलिकति हार्म गर्ने अवस्थादेखि भन्ने कुरा। सो म्याक्सिमम् धेरै जसले कति वर्ष 3 वर्ष ओके 3 वर्ष 10 ml खाऊ त्यो मिलेन है, त्यो मिलेन। मतलब उसको वेट अनुसार खास हुनुपर्ने डोज चाहिँ क्या, तर वेट अनुसार नभइकन अहिले एज अनुसार भइरहेको छ। एज अनुसार यसो हेर्नु पर्दैन। त्यो चाहिँ मतलब सबै ठाउँमा नहोला, सबै ठाउँमा नहोला, धेरै ठाउँमा छ। धेरै ठाउँमा ती कुराहरूलाई चाहिँ मैले सक्छु। सो डाक्टर गर्नेन्द, अनि अर्को एउटा कुरा जुन विच आम माइसेल्फ इज अ कन्फ्युज। अघि मैले भने जस्तै एभ्री चाइल्ड इज भेरी प्रेसियस एन्ड वी टेन्ड टु गिभ सो मच अफ लभ अन दिस आवर चिल्ड्रेन। त्यो लभको कारणले गर्दाखेरि साँच्चीकै इज इट ओभर लभको कारणले गर्दाखेरि त्यो लङ टर्म डिपेन्डेन्सी हाम्रो बच्चाहरू जाने हो कि भन्ने एउटा डर हुन्छ। जस्ट फर इक्जाम्पल, इट्स अ मदर लभ, इट्स अ फादर्स लभ, वी टेन्ड टु फिड देम। 2 वर्षसम्म पनि खुवाएको छ, 3 वर्षसम्म पनि खुवाएको छ, स्पुन फिड गराएको छ, विच इज एक्चुली नट इन प्र्याक्टिस इन वेस्टर्न कन्ट्रिज दिस डेज होइन। 1 वर्षपछि आफै खाऊ नखा भन्ने कुरा छ। यसमा चाहिँ के भन्नुहुन्छ? यस्तै छ, बच्चाहरू वास्तवमा टोटली डिपेन्डेन्ट हुन्छ इनिसियली एटलिस्ट। यिनीहरू त्यो लभ कम्प्यासन यसैबाट हुनुपर्ने त हो नि। अब यसलाई अब त्यही हो, अलिक अघि भने जस्तो एउटा नलेजको ग्याप पनि होला। डेफिनेटली पेरेन्ट्सले चाहिँ म बच्चालाई हार्म गर्छु वा यसले बिग्रियोस् भनेर गरे अवस्था पक्कै होइन। कतिपय अवस्थामा अलिकति बाध्यता पनि छ। जस्तो अलिकति ग्रोनअप बच्चाहरू चाहिँ उनीहरूलाई एकदम प्याम्पर रहेछ, आफ्नो काम बिजी भइरहेको अवस्था हुन्छ। अनि अब ल यसलाई सम्हालिनलाई यो फलाना चक्लेट ल्याउँ त वा मोबाइल हेर नि त भन्ने कुराहरू जो भइरहेछ, तपाईँले त्यही भन्नु खोज्नु भएको जस्तो बिचमा ती कुरा डेफिनेटली राम्रा छैनन्। यसले सर्ट टर्म यसको नराम्रो आस्पेक्टहरू जस्तो नदेखिएला। सर्ट टर्ममा भर्खरै एउटा चक्लेट खाएर के फरक पर्छ, वा एकछिनलाई 1 घन्टा मोबाइल हेरेर के फरक पर्ला। लङ टर्म त्यसको कन्सिक्वेन्सेसहरू चाहिँ एकदम नराम्रो हुन्छ। अब हाम्रो पालामा चाहिँ मोबाइल भने बिरलै थियो भने सानो हुँदासम्म चाहिँ होइन, अब थियो। अब हाम्रो बच्चाहरूको पालामा त्यो चाहिँ त्यो ग्याजेट चाहिँ यति कमन छ। तर यसो विचार गर्छु मैले, अब उनीहरू जब ठुलो हुन्छन् जब हाम्रा उमेरका हुन्छन्, एकदम अब उनीहरूको बिहेभियरल एस्पेक्टको कुरा कसरी बिहेभ गर्छन्, उनीहरू सोसिएबल हुन्छ कि हुँदैनन्। डिजिटल अटिजम भन्ने कुरा निस्किरहेको छ। उनीहरूले अर्को एउटा मान्छे कोही आयो भने कसरी व्यवहार गर्छ, सही तरिकाले व्यवहार गर्छ गर्दैनन्। उनीहरूको आफ्नो फ्रेन्ड्सको सर्कलमा वा भोलि आफ्नो लाइफ पार्टनरको सँगसँग व्यवहार कस्तो होला त भन्ने कुरा चाहिँ एक हिसाबले यो अलिक चिन्ताजनक अवस्था नै भइसकेको अवस्था छ। डेफिनेटली यसमा चाहिँ अब अघि भने जस्तो पेरेन्ट्सले नराम्रो गर्नु पर्ने पक्कै हो। उहाँलाई अरू कुनै तरिकाले सिकाउने कुन चाहिँ राम्रो कुन चाहिँ नराम्रो, के चाहिँ गरौँ के चाहिँ नगरौँ भन्ने कुराहरू चाहिँ यस्ता अवेरनेसका प्रोग्रामहरू स्टार्ट आवश्यक हुन थालेको छ। धेरै अरू सोसियल मिडियाहरूमा यी कुराहरू छन्, तिनीहरूले केही हप्सेमी केही त्यसले गरिरहेछ। उनीहरूलाई भन् थ्याङ्क यू भन्नुपर्छ, त्यो क्वेसन रेज गरिदिनु भयो र हामी यसरी कुरा गर्ने सब पाइरहेछौँ। यसले पनि केही कुराले पीडित होस्, पक्कै पनि कन्ट्रिब्युट गर्न। अनि अर्को कुरा छ नि, लाइक स्पेसली नेप्लिज एन्ड इन्डियन बेबिज है, अनि इन्डियन बेबिज जो पनि बच्चाहरू देख्छु यो कालो यो गाजर लगाइदिन्छन् होइन। सोध्यो भने गाजर लगायो भने आँखा ठुलो हुन्छ, आँखा राम्रो हुन्छ। इज इट रियली ट्रु? यो साँच्चै के हो? लगाउनु पर्ने हो बच्चालाई गाजर? बच्चा बेलादेखि नै गाजर, यहाँ कालो एक धर्सो टिका, यो यसले के फाइदा र के बेफाइदा हुँदो रहेछ? अब खासै फाइदा देखिया छैन। हामीले चाहिँ एभिडेन्स खोज्ने हो भने अब हामीले मेडिकल एभिडेन्सै खोज्ने हो। खोज्दाखेरि चाहिँ यसले फाइदा भन्दा
नराम्रो बेफाइदा नै अलि बढी गर्छ भन्ने छ। एउटा कुरा जो कमर्सियली एभाइलेबल गार्डनहरू छन् तिनीहरू चाहिँ बनाउने प्रोसेसमा अलिकति सिसा लिड भन्छन्, लिड मिसिया हुन्छ र लङ टर्म एप्लिकेसनमा अब आज लगाइयो भोलि लगाइयो, अब नलागेपछि आज लागेको बच्चालाई भोलि कसैले त्यो नलागेको देख्यो भने ओहो किन नलागेको भन्ने चलन छ हाम्रोमा। कन्टिन्युसली लाउने चलन भइसकेपछि अलिकति स्किनले त्यो लिडलाई अब्जर्भ गर्छ र लिड टक्सिसिटीले धेरै समस्याहरू छन्। एमनिएमदेखि लिएर पेट दुख्नेदेखि लिएर भिरो टक्सिसिटीदेखि लिएर धेरै कुराहरू छन्। त्यसो भएर नराम्रो नै पक्ष बढी छ। ल घरमा बनाएको छु भन्नुहुन्छ कति, घरमै बनाएको पनि त्यो चाहिँ एक हिसाबले त्यसका ब्याक्टेरियाहरूदेखि लिएर त्यसको कम्पोनेन्टहरूले चाहिँ छालामा एलर्जी र हाम्रो आँखाको आँखी भाउमा जो रौँहरू हुन्छन् ती रौँहरूको तल ती ग्ल्यान्डहरू बसेका हुन्छन्। ती ग्ल्यान्डहरूलाई त्यसले अपलिफ्ट गरेर त्यसले कामलाई समस्या गरिदिने धेरै कुराहरू छन्। आँखामा छुने गरेर राख्छन्, आँखामा छुनुपर्छ भन्ने छ, त्यो छोइसकेपछि त्यसको ब्याक्टेरियाले कन्टामिनेसन गर्ने चान्सहरू भयो। राख्ने बेलामा बच्चा मान्ला नमान्ला पेट खानु होला। त्यो कुरा अब धेरै कुरा भएको हुनाले एज ए पर्सन एज ए पिडियाट्रिसियन एज अ फादर मैले कहिले लगाइनँ त्यो बच्चाहरू, तर म सबैलाई जो रोग गर्छु यो त्यति राम्रो कुरा होइन। यसलाई हामीले डिस्करेज गर्दै थाल्छ। So it means Dr. Ganendra Rai, the consultant pediatrician from Siddhi Smriti Hospital, is saying that आँखामा गाजर लगायो भने आँखा राम्रो चाहिँ होला नहोला आफ्नै ठाउँ छ, तर आँखा चाहिँ ठुलो हुँदैन, यसको साइड इफेक्टहरू चाहिँ बढी छ। आँखामा गाजर लाउँदाखेरि अलिकति हाइलाइट भएको जस्तो अलिकति कस्मेटिक इफेक्ट जरुर देखिएला, तर आँखा ठुलो हुने र आँखा तेजिलो हुने जस्ता कुराहरू एकदमै मिथक हुन्। यी सब मिथहरू हुन्, यिनीहरूले त्यस्तो तरिकाको फाइदा चाहिँ पक्का गर्दैन। एक्ज्याक्टली द्याट्स एक्ज्याक्टली वाट आई वान्ट कि अनि यो अगेन नेवारहरूको फ्यामिलीमा कानमा नाकमा तेल लाउनु चाहिँ खुब गर्दो रहेछ। मसाज त आई क्यान अन्डरस्ट्यान्ड समटाइम्स बिकज इट स्टिमुलेट्स द बडी अनि मसल्सहरू, अनि कानमा तेल लाउँदाखेरि कान चाहिँ तेजिलो हुन्छ अरे, कान ओके श्रवण शक्ति बढ्छ भन्ने छ। हो दिस अगेन इज अ मिक्स। हामीले घरमा प्रयोग गर्ने भनेको धेरै जसो तोरीको तेल हो, किनभने यही एउटा कुरा छ जो एभाइलेबल छ, पहिलेदेखि एभाइलेबल भएको घर घरमा तेल बनाउने र यी कुराहरू भएको हुनाले कि तेल प्रयोग गरियो भने तोरीको तेल। तोरीको तेलको कुरा चाहिँ के छ, यो साइन्सले पनि प्रुभ गरिसकेका कुरा हो। यसमा यस्ता कम्पोनेन्टहरू छन्, यस्तो कुराहरू छन् कि केमिकलहरू जसले चाहिँ छालामा लगातार गरिराखियो भने चाहिँ त्यसले एलर्जी पैदा गर्नेदेखि लिएर अरू नकारात्मक कुराहरू हुनसक्छ भन्ने कुरा छ। त्यसो भए हुनाले अब छालामा हामीले मसाज गर्दासम्म पनि तोरीको तेल नलाउँ है भन्ने बेला भइसकेको छ। नाकमा र कानमा त त्यसको औचित्य नै छैन, पक्का छैन, किनभने कानमा त्यो तेल गएर कता जान्छ, जाने ठाउँ छैन। त्यसले के गर्छ त भन्दाखेरि भित्र त्यसले सफा भनेको कानेगुरीलाई अलिकति पगाल्ला, तर त्यो लेदो लेदो भइसकेपछि त्यहाँ इन्फेक्सन हुने चान्स अझ बढ्छ। कानमा एउटा कुरा म कहिले भने भगवान्ले नाक कानमा के नहाल्नु भन्ने खालको मेकानिजमको त्यस्तो खालको अर्गन बनाइदिनु भएको छ। पर्दैन, केही हाल्न पर्दैन। किन भन्दा कानमा आउने जो कालीगुची छ त्यसले एक हिसाबले प्रोटेक्ट गर्छ, भित्रको कानको पर्दालाई प्रोटेक्ट गर्छ। धेरै भयो भने त्यसलाई निकाल्ने एउटा मेकानिजम भगवान्ले आफैले बनाइदिनु भएको छ। अब मलाई भन्दा नभए कुनैलाई थाहा होला, हाम्रो यो म्यान्डिबल जो जान्छ त्यो टेम्पोरो म्यान्डिबुलर जोइन्ट भन्ने त्यहाँ हुन्छ। हामीले बोल्दै गर्दा चपाउँदाखेरि चाहिँ त्यो एक हिसाबले त्यो कानीगुजीलाई त्यसले पाउडर बनाइ झुरझुर बनाइ पातलो बनाइ त्यसले बाहिर निकाल्ने सेल्फ क्लिन गर्ने मेकानिजम डेभलप भएको छ भनेपछि त्यो चाहिँ हालेर त्यो फाइदा केही भयो। नाकमा त त्यसले एक प्रकारले एकदम सेन्सिटिभ पार्ट छ भित्र, त्यसले चाहिँ कुनै कामै गर्दैन, एकदमै गलत कुरा। This is so clear, loud and clear that कानमा तेल लाउने आँखामा गाजर लगाएर चाहिँ फाइदा छैन। फाइदा छैन। Okay, so now let's move to another topic. Ni especially because we are so social families. बच्चाहरू जन्मिन्छन् अनि हाम्रो फ्यामिली मेम्बर्सहरू भिजिट गर्न आउँछन्, सबैजनाले आन्टीले अङ्कलले दाइ भाइले सबैले किस गर्छ बच्चालाई। अनि somehow I heard that यो किसिङले पनि it's not safe for the babies भन्ने कुरा निस्क्यो। How far is this true?
या इज पार्सियली ट्रु। मैले फेरि अब म अघि भने जस्तो एउटा बच्चा किन कमाएँ भन्दाखेरि बच्चाले हामीलाई जोय ह्याप्पिनेस एउटा सेटिस्फ्याक्सन दिन्छ। त्यो जाहेर गर्ने एउटा तरिका टच होइन, उसलाई कडल गर्ने र किस गर्ने जस्ता कुराहरू भइरहन्छन्। यसलाई चाहिँ टोटल्ली गलत छ भन्न म भन्दिनँ। डेफिनेटली यसले केही रोगहरू सार्नु त सक्छ। रोग किन कसरी सार्न सक्छन् भन्दाखेरि त्यो श्वास प्रश्वासबाट सर्ने रेस्पिरेटरी इलनेसहरू हुन्छ नि, कसैलाई रुगा लागेको छ, कसैलाई इन्फ्लुएन्जा भएको छ, टिबी नै पनि भएको सक्छ। ती कुराहरू चाहिँ सास फेर्ने बेलामा, खोक्ने बेलामा बच्चा नजिक जाँदा र बच्चालाई किस गर्दाखेरि, बच्चाले सास फेर्दै गर्दाखेरि बच्चालाई सर्ने सम्भावना बढाएको हुन्छ। कतिपय अवस्थामा चाहिँ मुखमा घाउ, लिप्समा घाउ, पिस जस्ता लाइलेलिसिसले गर्दा ती कुराहरू त सर्ने हो नि। त्यो त्यस्तो भएको हुनाले चाहिँ अब कसैलाई त्यसै नगर भन्ने कुरा कतिको जायज होला। तर बेटर अब यो चाहिँ अब आमा बुवाले गर्थ्यो, लिमिटेड पर्सनले जो हेल्दी हुनुहुन्छ उहाँले गर्ने कुरालाई यहीँदेखि कसैले त्यसै नगर भन्ने सन्देश नजाओस्। तर सबैले गर्ने कुरामा चाहिँ हामीले होसियार चाहिँ हुनुपर्छ। हामी बाहिरको एटलिस्ट आफ्नो घरभन्दा बाहिरको फ्यामिली मेम्बर्स या रिलेटिभ्सहरूलाई पनि सकेसम्म या यु क्यान सो यर लभ बट नट बाई किसिङ है। अनि अब अर्को यो दुध खुवाउनु कुरा पनि है, अघि त हामीले सलिड फुड 6 मन्थ्समा खाने भनेर कुरा गऱ्यौँ है। अनि यो दुध खुवाउने चाहे ब्रेस्ट फिड भनौँ चाहे बोतल फिड भनौँ, बिकज इट्स इजी वे टु फिड। कतिजना बच्चाहरूले चाहिँ 3-4 वर्षसम्म 5 वर्षसम्म यहाँ पुरै कहिलेकाहीँ चाहिँ पुरै दुध मात्र खाएर पनि हुन्छ। हजुर। सो यसमा चाहिँ एक्ज्याक्ट कसरी हुन्छ, या दुध मात्र चाहिँ ओके यति महिनासम्म एन्ड देन 2 वर्ष पछाडि या 3 वर्ष पछाडि दुधलाई चाहिँ बिस्तारै बिस्तारै छोड्नु पर्ला। त्यो एउटा सेड्युल चाहिँ बेस्ट वे अफ फिडिङ टिल यो कसरी हुन हुन्छ? हजुर, एकदमै राम्रो प्रश्न गर्ने यो, किनभने धेरैलाई थाहा छैन कसरी के हो। अन्यल हुन्छ सबै आमा बुवाहरूलाई, धेरै आमा बुवाहरूले। त्यो अन्यल के कारणले हो हामी निश्चय गरिरहेको छौँ। नेपालमा ब्रेस्ट फिडिङ पोलिसी भन्ने छ। ब्रेस्ट फिडिङ पोलिसीले के भन्छ त भन्दाखेरि 6 महिनासम्म बच्चा 6 महिना नहुन्जेलसम्म एक्सक्लुसिभ ब्रेस्ट फिडिङ हुन्छ। एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउने भने के भने त भन्दाखेरि आमाको दुध बाहेक के नखुवाउने, ब्रेस्ट फिडिङ भने होइन, आमाको दुध नै मात्रै खुवाउने। त्यो भने मतलब पानी पनि नै, के पनि नै, त्यही आमाको दुधैले पुर्याउने। आमाको दुध भगवान्ले यसरी बनाइदिनु भएको छ कि यसमा सम्पूर्ण कुरा छ। आमाको दुधै फुड हो, आमाको दुध वाटर हो होइन, मतलब कि हामीले जुन कुरा पानी खुवाउनुपर्छ भन्छौँ नि, र आमाको दुधै मेडिसिन हो, फुड वाटर एन्ड मेडिसिन। 6 महिनासम्म केही पर्दैन। अनि 6 महिनापछि चाहिँ अघि पनि भन्यो भने एउटा आइरन ग्याप हुन्छ। आइरनको रिक्वायरमेन्ट चाहिँ बिस्तारै बच्चा बढ्दै गइसकेपछि जुन रिक्वायरमेन्ट थपिँदै जान्छ आमाको दुधले 6 महिनापछि पिलाउन छोड्छ। त्यसपछि चाहिँ कम्प्लिमेन्ट्री फुडहरू सुरु गर्न पऱ्यो। तर स्टिल आमाले दुध खुवाइरहनु छ पहिलेसम्म भन्दा 2 वर्षसम्म। 2 वर्षपछि के त भन्दाखेरि चाहिँ अब यस्तो हुन्छ, आमाको दुध खुवाइरहनु भयो भने आमाको दुध चाहिँ पातलो हुँदै जाने हुन्छ 2 वर्षपछि, र न्युट्रिसन नपुगेर हुन्छ। अनि बच्चाले त्यो खाइरहँदाखेरि पेट अगाए जस्तो हुने, तर पानीको मात्रा अलिक धेरै, न्युट्रिसन कम हुँदाखेरि त उसले चाहिने मात्रामा न्युट्रियन्ट्सहरू त पाएन नि त। त्यसो भएर चाहिँ ब्रेस्ट फिडिङ पोलिसीले 2 वर्षसम्म अनिवार्य, 2 वर्षपछि छोड्नुपर्छ भन्ने छ। भनेपछि जन्मेदेखि 2 वर्षसम्म बच्चाले दुध खान्छ, 6 महिनापछि अरू ठोस आहारहरू चाहिँ दिन सुरु गर्छ। अनि यो दुध बढी खुवाउनाले बच्चाहरूलाई कन्स्टिपेसन हुने भन्छ, आइरन डेफिसिएन्सी एनिमिया भन्छ, यो चाहिँ अब यो चाहिँ हो, ठिक हो। कन्स्टिपेसन के हिसाबले भन्दाखेरि चाहिँ दुध धेरै खाने भन्नुभयो, जस्तै धेरै अब जस्तै अब आधा लिटरभन्दा बढी खायो दिनमा, अब 1 लिटरभन्दा बढी खायो 1 वर्षको बच्चाले हुँदाखेरि के हुन्छ त भन्दा दुधको मात्रा बढ्यो, तर दुधमा चाहिँ आइरन र फाइबर निकै अभाव छ, निकै डेफिसियन्ट दुध चाहिँ हाम्रो आमाको दुध वा अरू कुनै पनि दुध, इट्स अ भेरी डेफिसियन्ट इन आइरन एन्ड फाइबर। फाइबर चाहिँ के को लागि चाहियो त शरीरमा, हामीले खाइसकेपछि त्यसले दिशा राम्रो बनाउनको लागि भनेर त्यसको
एउटा बल्क बन्नलाई जो चाहिँ सजिलैसँग आन्द्राबाट निस्केर दिशा पास होस् भन्नुको लागि फाइबर एकदमै महत्त्वपूर्ण हुन्छ। दुध खायो, त्यसले अरू न्युट्रिएन्टहरू त पायो होला, आइरन पाएन र अरू पाए पनि, भिटामिनहरू पाए पनि, आमाकै दुध खाए पनि त्यो फाइबरको कमीले गर्दाखेरि चाहिँ धेरै दुध खाने बच्चाहरूमा अलिकति कन्स्टिपेसनको चाहिँ सम्भावना बढ्छ। अब आइरन कम भइसकेपछि हेर्नुहुन्छ, त्यसो भएर चाहिँ हामीले त्यही भएर अघि पनि भन्ने 6 महिनापछि अरू कम्प्लिमेन्ट्री फुड एड गर्नुपर्ने एउटा कारणहरू चाहिँ यस आइरन ग्यापलाई फिल गर्ने। ओके, अब हामीले यो कन्स्टिपेसनको कुरा निकालिहाल्यौँ। मेरो पर्सनली मेरो आफ्नै बच्चालाई पनि आई हेड अ भेरी हार्ड टाइम विथ दिस कन्स्टिपेसन। मेरो 1-2 वर्ष बच्चा आई थिङ्क यु रिमेम्बर। यो बच्चाहरूलाई कन्स्टिपेसन 1-2 वर्षसम्म कन्स्टिपेसन हुने, स्पेसली यो पटी ट्रेनिङ पनि हजुर अनि गराउनु नजाने हो कि गर्नु नजाने हो कि यो कन्स्टिपेसन र यो पटी ट्रेनिङ्सहरू चाहिँ हामीले कसरी यसलाई सोल्युसन्स या यसलाई ट्रेनिङ गराउने यो कन्स्टिपेसनलाई चाहिँ? कन्स्टिपेसन यस्तो छ, सबै बच्चाहरूलाई कन्स्टिपेसन हुनुपर्छ भन्ने छैन। डेफिनेटली कन्स्टिपेसन हुनुपर्छ भन्ने छैन। कति रोगहरू छन् एसोसिएटेड त्यस्ता रोगहरू जस्तै थाइरोइडको प्रब्लमहरू, थाइरोइडिजम जस्तो चाहिँ थाइरोइडको हर्मोनहरू कम छ, तिनीहरूमा अरू कुराहरू जस्तै विकास ढिला हुने, बच्चा राम्रोसँग नबन्ने जस्ता कुराहरू सँगसँगै कन्स्टिपेसन पनि अलिकति एसोसिएटेड हुन्छ। धेरै जसो कुराहरू चाहिँ तपाईँले भन्नुभयो जस्तो पटी ट्रेनिङका कुराहरू हामीले चाहिँ दिशा गराउन नजानेरै पनि कन्स्टिपेसन चाहिँ हुन्छ हेर्नुहोस्। किनभने आजको दिशा आज आएन भने त्यो भोलि अलिकति पढा हुन्छ, भोलि आएन पर्सि अलिकति पढा हुन्छ, किनभने पोलोनले त्यसमा भएको वाटरलाई अब्जर्भ गरिराखेको हुन्छ। अब बच्चाहरू चाहिँ के हुन्छन् त भन्दाखेरि यिनीहरूलाई दिशा गर्नमा खासै इन्ट्रेस्ट छैन, अनलेस दे आर भेरी हुन्छ नि गाह्रो नभएसम्म भनौँलाई उनीहरू दिशा गर्न मान्दैनन्। भनेपछि हामीले यो हाम्रो पेरेन्ट्सहरूको चाहिँ एक हिसाबले कर्तव्य बन्छ कि उनीहरूलाई चाहिँ सही टाइममा दिशा गरौँ। म त भन्छु बच्चाहरूलाई बिहान र बेलुका एक टाइम चाहिँ टोइलेटमा अथवा पट्टी तिनीहरूलाई चाहिँ त्यहाँ राखेर दिशा गराउनलाई चाहिँ टाइम दिने, सेपरेट टाइम। त्यसो गर्दा के हुन्छ भन्दाखेरि त्यो दिशा जो चाहिँ निस्कन पर्ने त्यसको अरू केही काम पनि छैन शरीरमा, त्यो निस्किरहन्छ। र दिशा निस्किरहेपछि कन्स्टिपेसन कम भइसकेपछि त बच्चाले धेरै कुरामा फाइदा छ, उसको भोक जाग्छ, उसको हरेक कुरा पेट सन्चो भइहाल्छ, राम्रो भइहाल्छ। र त्यो त्यस्तो हो। हामीले अर्को गल्ती चाहिँ के गर्छौँ त भन्दाखेरि अघि भने जस्तो फाइबर कम भएका कुराहरू धेरै दिन थालेछ। त्यसमध्ये एउटा कुरा चाहिँ जङ्क फुड भनेको सबै प्रोसेस्ड फुडहरू हुन्, जो चाहिँ हेर्दा राम्रो अनि स्वादमा राम्रो, एकदमै राम्रो मिठो, हामीलाई पनि बानी पर्छ, बच्चालाई त बानी नपर्ने कुरै भएन। अनि त्यसको चाहिँ अत्याधिक मात्रामा हामीले दिन थाल्यौँ, दिनदिनै दिन थाल्यौँ भनौँ न, होइन, महिनामा एकपल्टले फरक नपर्ला। त्यसो हुन थालेपछि फाइबरको डिफिसियन्सी भइसकेपछि चाहिँ कन्स्टिपेसन त्यसरी सुरु हुन्छ। अनि इट्स अ भिसियस साइकल। उसले कन्स्टिपेसन भयो, पेट दुख्छ, कतिपयमा भोक हराउँछ, हराएपछि के भयो त उसले घरको खानेकुराहरू दाल भात तरकारी खान छोड्छ, उसलाई भोक लाग्ने बेलामा त्यही कुरा याद आउने भयो, त्यही जङ्क फुड याद आउने भयो। बच्चाले केही खाएको छैन, ल ठिक छ नि त अब यही भए पनि खाओस् न भन्ने कुराको चलन भयो, त्यसले झन् कन्स्टिपेसन बढाउने भयो। कन्स्टिपेसन इज एक्ट्स लाइक अ भिसियस साइकल, त्यो तरिका हो। त्यसो भएर चाहिँ हामीले इग्नोर गरिराखेका कुराहरूमध्ये एउटा कुरा चाहिँ बच्चाले राम्रोसँग दिशा समयमा गरिरहेछ कि छैन, समयमा र एडिक्वेटली भन्छु हजुर। म त्यसमा के थप्न चाहन्छु भन्दाखेरि बच्चाले दिशा गर्यो, तर एक टुक्रा सानो एक टुक्रा दिशा गरेपछि बच्चालाई पनि पुगो जस्तो हुन्छ, हामीलाई पनि दिशा गर्यो नि भन्ने देख्यौँ नि त। तर के त भन्दाखेरि उसँग जानेर दिशा बस्या हुन्छ, त्यसको 5% उसले दिशा पास गरेर त पुगेन नि त, उसलाई अलिकति रिलिफ त भयो, गाह्रो भएको थियो कि 5% भन्नाले एक टुक्रा दिशा पास गरेपछि चाहिँ अब उसलाई रिलिफ हो, हामीलाई पनि रिलिफ हो। तर एडिक्वेटली अझै पास गरेर अझै दिशा बसिरहेको छ भित्र भन्दाखेरि त्यसले चाहिँ के गर्छ त कोलो इम्पोर्टेन्ट हुन्छ, त्यसले चाहिँ अघि भनेका प्रब्लमहरू फेरि सुरु गर्नुभएछ। त्यसो भएर चाहिँ म त 5 मिनट्स भन्छु, 5 मिनट्स पाइसक्यो, बिहान एकपल्ट बेलुका एकपल्ट पट्टीमा बसाउनै पर्छ, पट्टीमा बसाउँछ, चाहे आची गरोस् नगरोस्। अब त्यो चाहिँ स्पेसली आफ्टर मिल चाहिँ
एउटा चाहिँ कोलोनिक रिफ्लेक्स जो हुन्छ बच्चाहरूले धेरै जसो केही कुरा खाइसकेपछि रिस आयो भन्ने छ, त्यसलाई युटिलाइज गर्न सक्यौँ भने केही कुरा खाइसकेपछि डिनरपछि चाहिँ त्यो ट्रेनिङ त्यसरी गराउन सकियो भने कन्स्टिपेसन धेरै हदसम्म चाहिँ ठिक हुन्छ। र त्यसलाई हामीले इग्नोर गर्ने बानी छ। यसलाई अब 5-6 दिन भइसक्यो के एउटा दिशा पास गरेको त के फरक पऱ्यो भन्ने कुरा त्यो पनि एउटा ठुलो रङ कन्सेप्ट छ। दिशा पास नगरेपछि धेरै कुरामा फरक हुन्छ। दिशा राम्रो छ एट एनी कस्ट 2-3 दिनभन्दा बढी त क्रस गर्नु हुँदैन। त्यो चाहिँ अब उसले कति गर्यो भन्नेले फरक पर्छ। कतिपय बच्चाहरू अब स्पेसली ब्रेस्ट फेड बच्चाहरूले 2-3 दिनमा इक्वल टु गर्न सक्छ। तर अब कन्स्टिपेसनलाई यदि हामीले डिफाइन गर्ने हो भने चाहिँ धेरै दिन लगाएर 6-7 दिन लगाएर अनि डिस्ट्रेसफुल प्यासेज अफ स्टुल हुन्छ। बच्चालाई गाह्रो हुने के मुखै रातो हुने मन नपराउने दिशा गर्दाखेरि उसलाई एक हिसाबले नाइ भन्ने जस्तो खालको अनि तल घाउ कहिलेकाहीँ रगत चुहिने अनि उसलाई एक हिसाबले त्यो मन नपर्ने डिस्ट्रेसफुल खालको त्यो साइन्सहरू भयो र लामो समयपछि गऱ्यो भनेदेखि स्कुलको कन्सिस्टेन्सी डेफिनेटली हार्ड भयो भने अनि त्यसकोलाई चाहिँ हामीले कन्स्टिपेसन भनिरहेको छ। बच्चालाई पनि गाह्रो हुने भयो, प्यारेन्ट्सलाई पनि गाह्रो, प्यारेन्ट्सलाई डेफिनेटली गाह्रो। हजुर हजुर। अनि अब पटी ट्रेनिङको कुरा मैले भन्नुपर्छ। पटी ट्रेनिङ सुड स्टार्ट वेन यो चाइल्ड इज रेडी, त्यसरी भन्छौँ। त्यो भने मतलब कस्तो भन्दाखेरि चाहिँ त्यो हुनसक्छ अब 18 महिनामै सुरु होला। 3 वर्षसम्ममा धेरैले पटी ट्रेनिङ टोइलेट ट्रेनिङ पटी भन्ने शब्द सबै ठाउँमा प्रयोग नहुन पनि सक्छ। टोइलेट ट्रेनिङ त्यो बेला सुरु 18 देखि 3 वर्षसम्ममा हुन्छ बच्चा। त्यो चाहिँ कसैले 18 महिनामै गर्ला, कसैले 3 वर्ष लाग्ला भने त्यो कसरी थाहा हुन्छ त भन्दाखेरि बच्चाले अलिकति उसको युरिन होल्ड गर्न जान्यो 2 घन्टा 3 घन्टासम्म होइन। त्यो चाहिँ अनि उसले इन्डिकेट गर्छ, सङ्केत गर्छ कि मेरो पिसाब आयो भनेर सङ्केत गर्न थाल्छ। अनि मतलब पाइन्ट यसो चलाएर देखाउँछ कि त्यस्ता कुराहरू भइसकेपछि हामीले पटी ट्रेनिङको लागि चाहिँ रेडी भयो भन्ने थाहा हुन्छ। अनि त्यो गराउने कसरी त भन्दा बिहान एकपल्ट बेलुका एकपल्ट अघि भने जस्तो यसो राखेर हिँडेर उसलाई त्यसरी सुरुवात गर्दै गऱ्यौँ भनेदेखि अब यो त्यसपछि दिशा पिसाब गर्ने ठाउँ रहेछ भनेर बच्चाले आफूले बिस्तारै सुरु गर्न सक्छ। धेरै अगाडिदेखि एक्सपेक्ट गर्नु पनि हुँदैन। तर 3 वर्ष नागेपछि पनि उसले युरिन र स्टुललाई राम्रोसँग म्यानेज होल्ड गर्नु सक्दैन भनेदेखि चाहिँ त्यहाँ चाहिँ हामी गर्नुहुन्छ। अनि अर्को कुरा मैले डिफ्रेन्ट पिपलबाट डिफ्रेन्ट ओपिनियन बुझेको छु या सुनेको छु, स्पेसली यो सुगर एन्ड हनी होइन। जस्तै कति स्पेसली ग्रान्ड मदर्सहरू एकदम यो हनी खुवाएर केही हुँदैन, राम्रो हुन्छ बच्चालाई भन्छ। तर हामी वी आर मोडर्नाइज वी नो इट्स समटाइम्स इट्स हार्मफुल। यसमा चाहिँ के भन्नुहुन्छ, हनी एन्ड सुगर कहिलेदेखि सुरु गर्ने? इज इट गुड फर देम? सुगर इज नट गुड फर anybody including you and me। किनभने रिसर्चले के भन्छ भन्दा सुगर कम खाने मान्छेले लामो समय बाँच्छ। यदि तपाईँको ग्लुकोजको लेभल मोस्ट अफ द टाइम इज इफ इट्स लेस देन 100 यु लिभ लङ्गर होइन। सुगर इज नट गुड फर एनिथिङ फर एनी वान। अब सुगर थपेर बच्चाहरूले खुवाउने कुरा त झनै भयो। यसले के गर्छ त भन्दाखेरि एउटा चाहिँ स्वाद बिगार्छ, बानी बिगार्छ। कुनै कुरा नेचुरल टेस्टलाई हामीले सुगरी बनायौँ भने उसले जहिले पनि त्यही सुगर मात्रै याद गरिदियो, यो कुरा मात्रै याद गर्ने दिए र त्यसले क्यालोरी थप्छ भन्ने कुरा आवश्यक छैन। सुगर इज वी कल इट एम्टी क्यालोरी, इट्स क्यालोरी बट इट्स एम्टी। किनभने यसमा अरू न्युट्रिएन्टहरू हुँदैन होइन। बरु जागरी यिनीहरूमा के होला होइन। त्यो यिनीहरूमा चाहिँ सबै कुरा निकालेर खालि एउटा त्यो क्यालोरी मात्रै राखेको हुन्छ। त्यो भएको हुनाले त्यो चाहिँ नथपेको राम्रो। सल्टको कुरा, नुनको कुरा सोध्नुहुन्छ भनेदेखि चाहिँ यदि हामीले अब तरकारी खान्छौँ, केही कुरा खुवाउनु मिल्ने अवस्था भइसक्यो बच्चालाई भनेदेखि चाहिँ त्यो तरकारी खुवाउँदाखेरि उसलाई मात्रै नुन निकालेर खुवाउनु चाहिँ आवश्यक छैन है। फेरि उसलाई चाहिँ नुनसहित खुवाउनुपर्छ। नुन 1 वर्ष मुनिकोलाई खुवाउनु हुँदैन भन्ने कुरा पनि एक हिसाबले यो मिक्स हो, यो चाहिँ मिठा कुरा हो। खुवाउन मिल्छ 1 वर्ष मुनिकोलाई पनि हामीले 6 महिना माथि हामी जसरी खुवाउन हुन्छ नि 7-8 महिना भइसकेपछि हामीले आफूले खानेकुरा यसको दिन मिल्ने अवस्था हुन्छ नि, त्यो बेला उसको लागि नुन रहितको नुन नभएको अलग बनाउनु पर्दैन। हनीको कुरा, हनी के भन्छन् त भन्दाखेरि हनी इज रिगार्डेड एज अ भेरी कम्प्लेक्स केमिकल।
यसमा धेरै न्युट्रिएन्टहरू पनि छन्। एकदमै राम्रो मध्ये मानिन्छ आयुर्वेदले पनि यसलाई त राम्रो तत्त्वको रूपमा लिएको छ। तर हामी चाहिँ 1 वर्ष मुनिकोलाई अलिकति कसियस हुनुपर्छ भन्छु 1 वर्ष मुनिका बच्चाहरूलाई मलाई। किनभने एक हिसाबले त्यसलाई राम्रोसँग स्टोरेज गरिएन त्यो भनेदेखि चाहिँ एउटा बोटुलिनिजम भन्ने छ, एउटा स्टेडियम बोटुलिनिजम भन्ने चाहिँ एउटा त्यो ब्याक्टेरिया जो छ त्यो त्यहाँ पलाउन सक्छ र त्यसले धेरै कुराहरू चाहिँ नराम्रा कुराहरू देखाउनै भएको हुनाले बोटुलिनिजम भन्छन्। त्यो भएको हुनाले 1 वर्ष मुनिकोलाई चाहिँ डक्टर दिन हाल्ने हुन्छ। अघि ठुलोहरूलाई एउटा राम्रो सोर्सबाट आएको छ, राम्रोसँग स्टोरेज गरिएको छ भनेदेखि चाहिँ अनि राम्रै। Okay. Now, what is our commercially available really formula food concerned? I mean, just for easy, parents choose to get all these commercially available with different names. Also, what is your take on this formula food? You see, breast is best. Probably the next best is formula. अघि अब यसमा मैले किन त्यस्तो भन्छु भन्दाखेरि फर्मुला फुड भनेको चाहिँ धेरै रिसर्चहरू गरेर बनाएका कुराहरू त हुन्। तर त बेस इज काउज मिल्क। कसरी बन्छ त? मान्छेको दुध त ल्याएर बनाएको डेफिनेटली होइन। अनि गाईको दुधलाई मान्छेको दुध जस्तै गरेर कम्पोजिसन मिलाउन धेरै मेहनत गरेका छन् जस्तो बुझ्छु मैले होइन। धेरै पहिलादेखि छन् र धेरै रिफाइन भइसकेका छन्। आजभोलि प्रोबायोटिक्सदेखि लिएर ओमेगा 3 देखि लिएर सबै कुरा एड गरेर बच्चाहरूको न्युट्रिसनले जुन तरिकाले नेचुरल ग्रोथको कुराहरू हुन्छ त्यसलाई सपोर्ट गरौँ भन्ने हिसाबले धेरै परिष्कृत भइसकेको अवस्था छ। ओके गणेन्द्र, अनि अर्को यो कुरा जुन because myself I'm a bariatric surgeon as well, होइन? Bariatric, you know, obesity, which is a very big problem to these adults मा त अहिले नेपालमा पनि it's growing up. How common is obesity in children these days? I know it's rampant in Western countries these days. बच्चाहरू एकदमै obesity बढेर नेपालमा त्यो obesity in children, how big problem is this? Or is it growing problem? Yeah, of course. डेफिनेटली सबैले देखिराखेकै कुरा हो होइन। अहिले हामीले बाटामा पनि देखिराखेका हुन्छौँ। ओबेसिटी इज बिकमिङ अ बिग प्रब्लम। हामी यसलाई पनि मालन्युट्रिसनै भन्छौँ हेर्नुहोस्। यसमा मालन्युट्रिसन भन्दाखेरि सबै च्यासे बच्चाहरू, साना डल्ले बच्चाहरू मात्रै भन्ठान्छौँ भनेदेखि जो चाहिँ ओभरवेट छन् तिनीहरूलाई पनि हामीले मालन्युट्रिसनै भन्छौँ। इट्स बिकमिङ अ प्रब्लम probably is because of food habit, जङ्क फुड। किनभने जङ्क फुड अघि पनि मैले भने इट्स एम्प्टी क्यालोरी होइन। यसले के गर्छ त भन्दाखेरि यसले चाहिने न्युट्रिएन्टहरू नदिकन चाहिँ बच्चालाई क्यालोरी मात्रै बढाएर फ्याट डिपोजिसनमा हेल्प गर्छ। त्यसो भएर हामीले बच्चा मोटोघाटो देखेपछि यो चाहिँ स्वस्थ छ भन्ने कुरा जुन कन्सेप्ट छ त्यो गलत हो। धेरै कुरामा प्रब्लम हुन्छ। सुरुवातदेखि नै मोटोघाटो भएका बच्चाहरू धेरै मोटा बच्चाहरू भनौँ होइन, तिनीहरूलाई मुटुको रोगदेखि लिएर ब्लड प्रेसरका कुराहरूदेखि लिएर जुन लिपिड सम्बन्धी कुराहरू होइन, कोलेस्ट्रोलका कुराहरू भए ती कुराहरू अलिक छिटो सुरु हुन्छन् भन्ने छ, इन्क्लुडिङ डायबिटिज। त्यो भावनाले तिनीहरू स्वस्थ छैनन् खासमा र यो हामीले यसलाई यो एपिडेमिक बन्नुभन्दा पहिला नै रोक्नुपर्छ। I don't have a number to give you, but it's becoming a problem. Okay, so you think one of the main karan is digitalized gadgets dependency and less physical exercise. And of course your fooding pani a problem. And it's easily available. See, तपाईँ यसो बाहिर जानु त त्यो जङ्क फुड त प्याकेट जता पनि एकदम सबैतिर बाहिरै राखेर चाहिँ हरेक कुरा दिइराखेको हुन्छ। त्यो चाहिँ बेच्न सजिलो, सस्तोमा पनि पाइने, छिटो क्विक हुने, त्यसले पनि अलिकति प्रब्लम। त्यसमा पनि रेगुलेटरिजहरू चाहिन्छ कि यस्तो खालको बेच्न नहुने, बाहिर राख्न नमिल्ने, जसरी चुरोटलाई राखियो नि त्यो कुरा त्यो दिन आउने बेला भएको छ जस्तो लाग्छ मलाई। रेगुलेटरिजहरू चाहिँ आवश्यक छ होला यसको लागि। Okay, so what you are saying is कुनै बच्चा, as long as the बच्चा is healthy, lean and thin, there is nothing to worry. It depends. कति lean and thin छ होइन। You know, we have G scores. If it's below -2 standard deviation, they are called malnourished.
सो ठिक हुनु पर्यो एउटा कुन उमेरको लागि छोराछोरी कुन उमेरको लागि चाहिँ कतिसम्म हाइट वेटहरू चाहिँ अप्रोप्रिएट छ भन्ने कुरा त गाइडलाइन छ नि त त्योभित्र पढ्नु पर्यो त्यसो हुँदा ठिक ओके नाइस अनि अर्को कुरा छ नि गरेर समवेयर समहाउ मलाई के लाग्छ भने नेपालमा चिल्ड्रेन हस्पिटलै कम छ कि जस्तो पनि लाग्छ है जस्तै नामै लिन पर्दाखेरि काठमाडौँमा कान्ति चिल्ड्रेन हस्पिटल अनि अफकोर्स प्रसुतिमा पनि बच्चाहरू त न्युबोर्न बेबिजहरू त देखेको छ नै अनि भक्तपुर आइसके पछाडि सिटी स्मृति अस्पताल यी बाहेक प्राइभेट्सहरूमा त अलिअलि छाडेछन् यु थिङ्क गभर्मेन्टले नै साँच्चीकै अलिकति बच्चाहरूको हेल्थलाई लिएर यो सेन्सिटिभिटी या यसमा अलिक हेर्न नपुगेको हो कि जस्तो लाग्छ कि या डु यु थिङ्क इट्स इनफ अल दिस चिल्ड्रेन हस्पिटल्स जुन हिसाबमा हाम्रोमा छन् यसलाई यसरी हेर्नु पर्ला गभर्मेन्टले नहेर्या होइन हेर्या छ र अझै कोसिस जारी छ जस्तो लाग्छ मलाई गभर्मेन्टका धेरै प्रोग्रामहरू बच्चाहरू केन्द्रित छन् एक हिसाबले भनौँ न यो हामी चाहिँ आइएमएनसिआई भन्छौँ सिबिआइएमएनसिआई भन्छौँ ती प्रोग्रामहरू एक हिसाबले बच्चाहरू लक्षित हुन् एमसिएच प्रोग्राम मटर्नल एन्ड चाइल्ड हेल्थ प्रोग्रामहरू अनि एफसिएचबिजहरूलाई जसरी खटाइया छ बच्चाहरूलाई हेर्नलाई पनि चाहिँ उनीहरूलाई ट्रेन गरिया हुन्छ त्यो हिसाबले लगानी राम्रै भएको छ यो बच्चाहरूको लागि पनि भनेर डेफिनेटली इट्स नट एडिक्वेट डेफिनेटली देयर इज मोर रुम टु इम्प्रुभ तर हामीले अस्पताल गर्ने भन्दा पनि गभर्मेन्टको त्यो प्रयासलाई चाहिँ हामीले सराहनीय मान्नुपर्छ र यो प्रयासले गर्दाखेरि नै लाइक इम्युनाइजेसनका कुराहरू भए यी सर्भिसेसहरू चाहिँ साउथ इस्ट एसियामा नेपालको अब्बल मान्छन् अरू कन्ट्रीहरूले चाहिँ अरू देशहरूले चाहिँ नेपालको त्यो मोडललाई कपी गर्छन् खासमा त्यो हिसाबले मैले यसलाई उत्साहजनकै मान्छु डेफिनेटली हामीले अझै गर्नुपर्ने बाँकी नै छ ओके अब मसँग यो अलिकति डिफ्रेन्टली मैले अलि थोरै प्रयास गरेको छु यसमा चाहिँ मैले दुई चारवटा कुराहरू छन् जुन मिथ्स अर फ्याक्ट भन्ने कुरा छ होइन हुन त एउटा दुईवटा कुराहरू हामीले अलरेडी डिस्कस भइसकेको छ सो त्यो फर्स्ट कुरामा चाहिँ बेबी वकर baby walker helps babies to walk fast. True or false? False. It's undoubtedly false. किन भन्दाखेरि पहिलो कुरा बच्चाले वाकर बिना पनि हिँड्न जाने हुन्छ हेर्नुहोस् होइन मेरो घरमा वाकर छैन होइन यसले के बेफाइदा गर्छ त भन्दाखेरि वाकरले के गर्छ त्यो बच्चा त्यसमा राखिसकेपछि चाहिँ उसको नेचुरल हिँडाइ जुन वकिङको जुन उसले लर्न गर्नुपर्ने स्किल्सहरू छ त्यो उसले सिक्न पाउँदैन किनभने त्यसमा अलिक छिटो जान्छन् अनि उसको त्यो कन्ट्रोलको कुरा त्यसमा त्यो त्यसरी नेचुरल लर्निङ चाहिँ नभइकन सिक्या हुन्छ लडिन्छ अर्कै कुरा हो फेरि होइन त्यसमा चाहिँ त्यो कन्ट्रोल गर्ने कुरा उसको आफैले कन्ट्रोल गर्ने केही कुरा छैन नि त त्यो भावनाले चाहिँ नेचुरली नै उसले उभिएर 15 महिना जतिमा चाहिँ ऊ अलिकति दौडने सम्ममा हुनुपर्छ भन्ने माइलस्टोन छ हाम्रो त्यति बेलासम्म विदाउट वकर अल्सो चिल्ड्रेन वक सो इट्स अ मिथ नेक्स्ट बेबिजहरूलाई मसाज गऱ्यो भने खुट्टामा मसाज गऱ्यो भने उसको हाइट बढ्छ ट्रु अर फल्स द्याट अल्सो इज फल्स मसाजले के गर्छ त मसाज एकदम राम्रो कुरा मसाजले के गर्छ भन्दाखेरि एउटा डेफिनेटली आमा र मसाजर र बच्चाको बिचमा बन्डिङ बढ्ने भयो त्यसलाई हामी नेग्लेक्ट गर्छौँ तर इट्स अ भेरी इम्पोर्टेन्ट एस्पेक्ट अर्को कुरा त्यो सेन्सोरी न्युरल जुन चाहिँ हामीले मसाज गर्दाखेरि उसलाई हामीले टच गरेर मसाज गरेर जुन खालको फिलिङ उसलाई दिन्छौँ नि त्यसले डेफिनेटली उसको अब हर्मोन्सहरूदेखि लिएर उसको ग्रोथ फ्याक्टर्सहरू बढ्ने राम्रो एस्पेक्टहरू छन् तर हाइटै बढ्छ वा चाहिँ हड्डी बलियो हुन्छ भन्ने कुराहरू चाहिँ डाइरेक्टली नट रिलेटेड हामी अझ तेल हाल्छौँ तेलभित्र गएर यसले राम्रो गर्छ भन्ने कुरा पनि इट्स टोटली मिथ तेलभित्र जाँदैन तेलले के गर्छ त भन्दाखेरि डेफिनेटली यसले हामीलाई मसाज गर्नलाई हेल्प गर्छ र यसले एउटा प्रोटेक्टिभ ब्यारियर बनाउँछ स्किनमा तर तेलले हड्डी चाहिँ बलियो बनाउँदैन
अनि हाइट पनि बढ्दैन, हाइट पनि उसको अब न्युट्रिसनले बढाउने हो, आमा बुवा जत्रो छ बच्चाहरू पनि त्यस्तै हुन्छ। त्यो पनि हो। ओके। अर्को कुरा चाहिँ बेबिजहरूको विथ टाइम्स बेबिजहरूको आई कलर चाहिँ चेन्ज हुन्छ। द्याट्स नट ट्रु इट्स नट होइन। अब मलाई मेरो ब्राउन छ, मलाई ग्रिन बन्न मन लाग्यो भन्ने कुरा वा ब्ल्याक बन्न मन लाग्यो भन्ने कुरा इट्स जेनेटिकली डिटर्मिन्ड ओके। होइन। आमा बुवाको कस्तो हुन्छ वा के छ त्यो जिनले गभर्न गर्ने कुरालाई विथ टाइम चेन्ज हुँदैन वा गाजल लगाएर त्यो कालो बनाउँछु भन्ने जो त्यो पनि मिथ हो। ओके। नेक्स्ट वान इज न्यू बोर्न बेबिजहरू दे सुड स्लिप अल नाइट, ट्रु अर फल्स? न्युबर्न बेबिज दे एक्चुअली डोन्ट स्लिप अल द नाइट, दे डोन्ट स्लिप, दे सुड नट। दे सुड नट एन्ड दे किन भन्दाखेरि ओके अब हेर्नु न्युबर्न बेबिजको दुध भरिने स्टोमक पेट भनौँ, पेट चाहिँ अहिले भर्खरै 30-35 ml भरिने मात्रै हुन्छ, त्यत्रो क्यापासिटी। न्युबर्न भन्नाले अब भर्खर हिजो अस्ति जन्मेको कुरा गरेँ मैले, ओके। तिनीहरूलाई खाइरहनु पऱ्यो त्यही हिसाबले। सानो ट्याङ्की छ, ट्याङ्की त भरिरहनु पऱ्यो। त्यो हिसाबले पनि रातभरि सुतेको गलत भयो, किनभनेदेखि उसलाई त एनर्जी चाहिराख्यो नि त। 35 ml त रातभरि पुग्दैन उसलाई, त्यो ट्याङ्की त फिलअप गर्नु पऱ्यो। त्यसो हिसाबले ऊ चाहिँ एटलिस्ट 2-2 घन्टामा हामीले खुवाउनु पर्छ। उठेन भने पनि हामीले उठाएर खुवाउनु पर्छ। रातभरि सुत्ने भनेको मेबी आफ्टर 2 years 1.5 year and 2 years त्यो बेलासम्ममा उसको अघि भने जस्तो ट्याङ्की ठुलो हुन्छ, रातभरिलाई पुग्ने फ्युल उसले भरिसकेको हुन्छ, त्यो बेला मात्रै हो। ओके। द लास्ट वान, दुधको क्रिम अनुहारमा लगाउँदाखेरि बच्चा गोरो हुन्छ? त्यो अभियसली इट्स अ मिथ, किनभने गोरो कुरा अघि भने जस्तो आँखाको कलर जस्तै गरेर त्यो चाहिँ जेनेटिकली डिटर्मिन्ड हुन्छ, गोरो होइन। अब त्यसले अब मभन्दा डर्मेटोलोजिस्टहरूले अलिक बढी राम्रोसँग भन्नु होला, अलिकति ड्राईलाई अलिकति साइनिस गराउला वा अलिकति राम्रो देखिनेसम्म गराउला। गोरो त कसरी हुन्छ, त्यो चाहिँ मेलानिन भन्ने तत्त्व हुन्छ जो चाहिँ स्किनले अब भित्रबाट प्रड्युस गर्ने कुरालाई हामीले कम गर्न सक्दैनौँ। कालोलाई कालै हुने भयो, त्यो लगाएसम्म गोरो हुने होला, नलाएपछि त्यो फेरि कालो हुने। अनि अन टप अफ द्याट वाइ आर वी इभन टकिङ अबाउट गोरो र कालो? I mean, yes, exactly. The baby is beautiful the way they are, and no matter यसले कलरले त कोही राम्रो र नराम्रो भन्ने कुरा हुँदैन हैन। I fully agree. So whatever color the baby is, we shouldn't at least try to make him or her the other colors, हैन? Yes. Okay. Nice. So finally, I'm at the end of your कुराहरू back. In your 15-20 years of experience as a pediatrician, जुन यो बेबिज ब्रटअपको कुरा गर्दाखेरि वाट इज द वियर्डेस्ट थिङ द्याट यु सी इट्स इन अ ह्याबिट अहिलेको अवस्थामा चाहिँ कस्तोसम्म देख्नु भएको छ कि बच्चालाई हुन्छ नि आफ्नो कल्चरली कति कुराहरू केही एक्सपिरियन्स सेयर गर्नुहुन्छ? अघि हामीले कुरा गरेको जस्तै नि हुन्, त्यसो एकदम वेटेस्ट भन्ने क्याटेगोरीको त्यस्तो खासै छैन मलाई। अब धेरै कुराहरू छन् जो चाहिँ किन भयो होला भन्ने कुरा हो। अघि अब छोरीलाई 5 महिनामा विनिङ गराउने, छोरालाई 6 महिना लाग्ने कुरा पनि इज एक्चुअली वेड। किन होला भने अब मेबी देयर इज अ रिजन बिहाइन्ड, वी डोन्ट नो स्टिल। हुनसक्छ धेरैले के भन्छन् भन्दाखेरि छोरीहरू चाहिँ मोर दे आर इम्युन, तिनीहरूले धेरै रोगहरूसँग लड्न सक्छन् भन्ने छ एउटा। अब त्यो मेबी द्याट्स स्टिल अ हाइपोथेसिस, त्यो भएर होला। यस्ता कुराहरू छन् जो चाहिँ हामीलाई अभियस लाग्ने तर त्यो चलिराखेको कुराहरू चाहिँ अलिकति वेट जस्तो लाग्छ, तर त्यो बाहेक अरू खासै त्यस्तो छैन। ओके। सो फाइनली अल्टिमेटली फर द बेटरमेन्ट अफ द चिल्ड्रेन, बच्चाहरूको हेल्थको इस्युलाई लिएर अब डक्टरले गर्नुपर्ने कुरा त आफ्नो ठाउँमा छ। वाट डु यु एक्सपेक्ट द प्यारेन्ट्स डु? आई मिन हाउ डु यु वान्ट द प्यारेन्ट्स टु हेल्प यु सो द्याट द चिल्ड्रेन्स बिकम बेटर? आई मिन दे इन टर्म्स अफ द डिजिज दे ट्रिट्स, उसमा चाहिँ यसमा आई थिङ्क यो साइड बाई साइड गर्नुपर्ने या ह्यान्ड इन ह्यान्ड गर्नुपर्ने कुरा होला। हो, अब द्याट्स एक्चुअली अ $1 million क्वेसन।
Thank र you. मुरी धन्यवाद दिन्छु। Okay. किनभने हामी पिडियाट्रिसियनहरूको काम गर्ने तौर तरिका अलिकति फरक छ। किनभने हामीले बच्चाको रोगको लागि आमा बुवासँग सोध्छौँ। Okay. सो दे प्ले अ भेरी भाइटल रोल आमा बुवा। त्यसो भएर हामीले आमा बुवाबाट धेरै कुराहरू एक्सपेक्ट गरेका हुन्छौँ। स्पेसली हामीले एउटा बच्चालाई केही कुरा समस्या लिएर केही रोग लिएर आउँदाखेरि चाहिँ हामी उहाँहरूबाट धेरै कुरा चाहिँ बुझ्न खोजिराखेका हुन्छौँ। र उहाँहरूले हेल्प गर्न सक्ने एउटा कुरा यही सिलसिलामा भन्दाखेरि चाहिँ बच्चाको रोगको बारेमा के भइरहेछ कसो भइरहेछ भनेर हामीलाई डिटेल्सहरू भनिदिनु भयो भने हामीले त्यो रोग के हो कस्तो हो यसलाई कसरी उपचार गर्नुपर्छ भन्ने कुरामा डायग्नोसिसका कुराहरूमा धेरै हेल्प हुन्छ। Okay. फर इक्जाम्पल पेट दुखेर आयो, एउटा बच्चालाई पेट दुख्या छ। अब हामीले नेचुरली सोध्ने कुरा अरू लगायत अरू कुराहरू बाहेक सोध्ने कुरा चाहिँ दिशा पिसाब कस्तो छ। Okay. किनभने पेटबाट त्यही दुईवटा कुरा झर्छ। म सबैलाई त्यही भन्छु, एउटा पिसाब झर्छ एउटा दिशा झर्छ पेटबाट। अनि त्यही दिशा पिसाब भनेको पेटको ऐना हो। तर के समस्या हुन्छ भन्दाखेरि अब धेरै जसो अवस्थामा न बच्चाले आफ्नो दिशा पिसाब हेरेको हुन्छ न आमा बुवाले हेरेको हुन्छ। त्यो इन्फर्मेसन म त यतिसम्म भन्छु यसो खराब छ भने फोटो खिचेर ल्याइदिनुहोस्। दिस इज द वे दे क्यान हेल्प मी एज अ पिडियाट्रिसियन। अनि कहिलेकाहीँ किरा देखियो भन्ने हुन्छ। किरा हामीले जाँच गर्न पठाउँदाखेरि किरा देखिया हुँदैन, त्यहाँ चाहिँ देखिया हुन्छ भनेपछि फोटो खिचेर ल्याउनु भयो भने मैले त्यो किरा आइडेन्टिफाई गरेर औषधि गर्न सक्ने भएँ नि त। हो त्यसरी हेल्प गर्न पऱ्यो। कुनै कुराहरू भिडियोहरू खिचेर बच्चा रोयो यसरी रोयो सास फेर्न गाह्रो भयो भन्ने कुराहरू यो तरिकाले यसरी छारे रोग जस्तो देखियो भन्नुहुन्छ, तर त्यो उहाँले डिस्क्राइब गर्न सकिरहनु भएको हुँदैन। त्यसलाई पनि हामीले चाहिँ त्यो तरिकाले एउटा भिडियो वा चाहिँ अडियो कुनै रेकर्डहरू भयो भने हामीलाई चाहिँ राम्रो इन्फर्मेसन दिन सक्नुभयो भनेदेखि चाहिँ हाम्रो ट्रिटमेन्टमा धेरै फाइदा हुन्छ। अर्को मैले उहाँहरूलाई चाहिँ आमा बुवाहरूलाई पेरेन्ट्सलाई रिक्वेस्ट गर्नुपर्ने कुरा चाहिँ सेल्फ मेडिकेसन कम गरौँ। आजभोलि डक्टरहरू पाउनलाई चिकित्सकहरू पाउनलाई गाह्रो छैन। धेरै जसो अवस्थामा उहाँहरूले चाहिँ धेरै ठाउँमा देखाउने अनि अलिकति हुन्छ नि मेडिकल औषधि पसलबाटै धेरै औषधिहरू लिएर इन्क्लुडिङ एन्टिबायोटिक्स प्रयोग गर्ने र त्यसको रेकर्ड समेत नहुने। त्यसले धेरै प्रभाव पारेको हुन्छ। मैले एटलिस्ट के भन्छु भन्दाखेरि कहाँ जचाउनु भयो, के गर्नुभयो, के खुवाउनु भयो भन्ने कुराको रेकर्ड चाहिँ मलाई प्रोभाइड गर्नुहोस्। किनभने ताकि मैले एउटा फलाना एन्टिबायोटिकहरू राख्ने भन्ने सोच गरेको छु वा फलाना टेस्ट गर्छु भन्ने सोच गरेको छु भन्दाखेरि मलाई उसले पहिला के खायो भन्ने कुराको त आवश्यकता रह्यो नि त। त्यसको त्यो इन्फर्मेसन त चाहियो। म उहाँहरूलाई लहरै टेबलमा औषधि राख्नुहोस् र फोटो खिचेर ल्याउनुहोस् भन्छु। आजभोलि बोक्न पनि पर्दैन। ल मेडिकल पसलले चाहिँ औषधि पसलले के पुर्जी दिएन, तर औषधि त छ नि त। तर त्यस्तो पनि अलि नहुने जस्तो देख्छु मैले। र यस्ता कुराहरू स्पेसली म अब यही फोरममा एउटा कुरा भन्छु, यो AMR एन्टिमाइक्रोबियल रेजिस्टेन्स भन्छ। इट्स बिकम ए ह्युज प्रब्लम, एकदमै ठुलो प्रब्लम। स्पेसली हाम्रो जस्तो देशहरूमा जहाँ चाहिँ एउटा रेगुलेटरी एउटा रिस्ट्रिक्सनहरू निकै कम छ, फितलो छ होइन। कोलेस्ट्रिन जस्तो औषधिहरू पनि लिनेजोली जस्ता औषधिहरू जो चाहिँ हामी निकै बिरलै प्रयोग गर्छौँ, ती औषधिहरू गाउँ गाउँमा प्रशस्तै त्यसै प्रयोग हुन्छन्। र ती कुराहरू चाहिँ अब एक हिसाबले गभर्मेन्टको पनि एउटा चाहिँ रेस्पोन्सिबिलिटी हो, सचेत गराउनु पऱ्यो, एउटा रेस्ट्रिक्सनहरू हालिदिनु पऱ्यो। फलाना एन्टिबायोटिक चाहिँ फलाना लेभलको डक्टरले मात्रै प्रेस्क्राइब गर्न पाउनुपर्छ वा बेच्न पाउनुपर्छ भन्ने कुरा हुनु पऱ्यो। अर्को कुरा पेरेन्ट्सहरू पनि अभिभावकहरू पनि सचेत हुनु पऱ्यो। मैले उहाँहरूलाई एउटा जहिले पनि सबैलाई भन्ने गरेको छु, एउटा चाहिँ रिक्वेस्ट मेरो के छ भन्दाखेरि तपाईँहरूले मेडिकलमा औषधि पसलमा औषधि किन्न जाँदाखेरि यति चाहिँ भन्ने गर्नुहोस् कि मलाई साधारण औषधि दिनुहोस् वा चाहिँ सेटामोल मात्रै दिनुहोस्, म 1 दिन वा 2 दिन हेर्छु, भएन भने म डाक्टरकोमा गएर भेट्छु। त्यति चाहिँ भनिदिनु पऱ्यो। किनभने अब औषधि पसलको आफ्नै व्यवस्था बाध्यता पनि हुन्छ। रिस्ट्रिक्सनहरू नभइसकेपछि उहाँहरूलाई बाल तिर्नुपर्ने अवस्था होला। ती कुराहरूले गर्दाखेरि अनि त्यो एन्टिबायोटिक जस्ता औषधिहरू नबेचे फाइदा नहुने जस्ता कुराहरू पनि होला। म त अघि पनि भने उहाँहरूको कन्ट्रिब्युसनमा मैले एकदमै सहमत छु। एकदमै उहाँहरूलाई
धन्यवाद भन्छु। उहाँहरूले गरेर सबै कुरा सबै बिरामीहरू डाक्टरकोमा आउन पर्ने अवस्था हुँदैन साधारण कुराको लागि चाहिँ। तर उहाँहरूलाई पनि रिक्वेस्ट, जो औषधि बेच्नुहुन्छ औषधि व्यवसायीहरू र अभिभावकलाई पनि यो एन्टिबायोटिकको कुरा चाहिँ डाक्टरलाई छोडिदिनुहोस्। Okay. एन्टिबायोटिक प्रेस्क्रिप्सन इज अ बिग डिसिजन, त्यो भएर लेट इट ह्यान्डल बाई डक्टर्स। Thank you, Dr. Ganendra. Again, finally and lastly, you work in a Bhaktapur for so many years in Siddhi Smriti Aspatalma. And again, you are also involved in Khopa Hospital. So, भक्तपुरको बच्चाहरूलाई उपचार गर्न के भक्तपुरको अस्पतालहरू सिद्धि स्मृति या खोप इनफ छ, या डुवी हामीले केही फर्दर जाँच गर्नुपर्ने जुन चाहिँ हामीसँग छैन, या चाहिँ अरू हायर सेन्टरमा जानुपर्ने कन्डिसन्सहरू छन् कि छैनन्, या हामीले नै इनफ छौँ सो द्याट एभ्रिबडी नोज द्याट ओके हामीले यो सर्भिस दिइरहेछौँ, यो गर्न सक्छौँ भने तपाईँले केही भन्न सक्नुहुन्छ? या सिटी स्मृतिमा ओके वी आर फुल्ली कम्प्रिहेन्सिभ पिडियाट्रिक सेन्टर या यस्तो यस्तो कुराहरू के भन्नुहुन्छ? अब यही मौकामा म सिद्धि स्मृति अस्पतालको थोरै कुरा भन्नु चाहे। यस, अफ कोर्स। अब सिद्धि स्मृति अस्पताल सबैलाई थाहा छँदैछ भेलुखेलमा अवस्थित छ। यो चाहिँ प्योरली नट फर प्रफिट नन गभर्मेन्टल च्यारिटेबल अर्गनाइजेसन हो। र यसमा चाहिँ अहिलेलाई मैले सबै ठाउँ भन्ने गरेको छु, यो भक्तपुरको कान्ति अस्पताल जस्तो भन्छु मैले यसलाई। यसमा चाहिँ बेसिक लेभल अफ केयर, बच्चाहरूको बेसिक लेभल रुगाखोकी जस्ता कुरादेखि लिएर माथिल्लो लेभलको केयर भन्नाले लेभल 3 हाम्रो एनआइसियु पिआइसियु छ। त्यो भनेको चाहिँ हामीले बाहिरबाट बच्चाहरू लिन्छौँ, बाहिरबाट रिफरल लिने अवस्थाका त्यो क्यापासिटीको छ। हाम्रो भेन्टिलेटर्सदेखि लिएर सिप्याप मेसिनदेखि लिएर इन्क्युबेटर्सदेखि लिएर हामीले 650 ग्रामको बच्चालाई पनि बचायौँ इन्क्युबेटरमा राखेर। 650 ग्राम इज स्टिल मिराकल इन नेपाल। त्यसरी त्यो लेभलको संस्था हो, अस्पताल हो। र अब त्यहाँ चाहिँ त्यो सुविधाहरूलाई चाहिँ आफैले मात्रै आफ्नै संस्थाको रेभेन्यूले मात्रै त्यसैको भरले मात्रै हामीले यसलाई मेन्टेन गर्नुपर्ने बाध्यता छ। अरू संस्था सरकारले चाहिँ नजर नपुर्याएर सहयोग नपुर्याएको जस्तो अवस्था मैले बुझ्दछु। त्यही भएर मैले चाहिँ हामीले भक्तपुरको बच्चाहरूको स्वास्थ्यको मामिलामा कुरा गर्दाखेरि चाहिँ यस्ता संस्था जो चाहिँ अलगै छन्, जसले चाहिँ सरकारले दृष्टि पुर्याउन सकेका छैन, बजेट आउँदैन त्यसको लागि, ती कुराहरूलाई पनि कसरी सहयोग गर्ने होला भन्ने कुरा हामी भक्तपुरवासीहरूले, सरकारी, स्थानीय सरकार, प्रोभिन्सियल र सेन्ट्रल गभर्मेन्ट सबैले आँखा पुर्याइदिनुपर्छ होला है भने जस्तो म पनि त्यो एउटा अनुरोध पनि गर्न चाहन्छु। अब तपाईँको प्रश्नको जवाबमा चाहिँ त्यो इट डिपेन्ड्स अन लेभल। हामीले एनआइसियु पिआइसियुको कुरा गर्दाखेरि अहिले बच्चाहरूलाई निकै क्रिटिकल केयर चाहिरहेछ। त्यो भएन भने बच्चा मर्छ, बाँच्दैन, वा चाहिँ धेरै नराम्रो प्रभाव पर्छ भन्नेको लेभलसम्मलाई चाहिँ स्टिल हामीलाई नपुग जस्तो लाग्छ मलाई। किनभने मलाई थाहा भएसम्म चाहिँ एनआइसियु पिआइसियु लेभल 3 केयर चाहिँ भक्तपुरमा सिद्धि स्मृति अस्पतालै हो। अब तर रुगाखोकी जस्ता कुराहरूको लागि चाहिँ धेरै अस्पतालहरू छन्। तपाईँले भन्नुभएको जस्तो खोप अस्पतालमा बिहान बेलुका एक टाइम मैले सेवा दिन्छु र खोप अस्पतालले पनि निकै राम्रो सेवाहरू दिइराखेको छ। स्पेसली बिमासँग एनरोल भएको बिरामीको परिवारहरूको लागि त निकै राम्रो गरिरहेको अवस्था छ। सँगसँगै अरू नगर अस्पतालहरू, सूर्यविनायक नगर अस्पताल, चाङ्गुनारायण नगर अस्पताल र नेपाल कोरिया अस्पतालहरू, जो नगर अस्पतालहरू छ, उनीहरूले पनि राम्रै सेवा दिइरहेको जस्तो बुझ्छु मैले। र इन्क्लुडिङ अब अरू प्राइभेट अस्पतालहरू, मध्यपुर र इवामुरा जस्ता अरू अस्पतालहरू, ह्याम्स, अब ती अस्पतालहरूले पनि राम्रै सेवा दिइरहेछ। त्यो भएर एनआइसियु पिआइसियु जस्तो लेभलको लागि चाहिँ वी आर स्टिल इनएडिक्वेट। हामीले अझै पनि काठमाडौँ, धुलीखेल, पाटन ठाउँमा रिफर गर्नुपर्ने जस्तो अवस्थाहरू भइराखेको जस्तो बुझ्छु मैले। त्यो भएर त्यो लेभलमा चाहिँ अझै पनि हामीले मेहनत गर्नुपर्ने छ। तलको लेभलमा प्रब्लली हामी त्यस्तो कमी छैन। तलको रुगाखोकी साधारण जुन बिरामीहरू छन् ती कुराहरूलाई चाहिँ हामीले भक्तपुरमै हामीले सेवा दिन सके जस्तो अवस्था लाग्छ मलाई। Okay, Dr. Ganendra, finally, as I personally
want to show my deepest respect Thank you so much. for all the wonderful work that you've been doing for so many years for the children of the Bhaktapur. And not only this, I would like to show my deepest gratitude for coming here today, and not only here, for all the children's. And you're doing a wonderful job. So, yay, Grandma, I have a small gift from Bhaktapur Doctor Society to you. Thank you for coming. Thank you. Thank you. Thank you once Thank you again so for much. coming. Thank you so much. अब अन्तिममा मैले पनि धन्यवाद भन्नुपर्छ तपाईँले यहाँसम्म बोलाएर मेरो आफ्नो बारेमा कुरा भन्न पाउने र मेरो मनको कुरा जो चाहिँ इन्फर्मल कुराहरू जुन चाहिँ फर्मल टक गर्न मिल्दैन भन्नलाई अप्ठ्यारो कुनै कुराहरू पनि भन्ने प्लेटफर्म हो यो र यसले चाहिँ नलेज अवेरनेसलाई बाँड्नलाई धेरै ठाउँमा सहयोग पुग्ने छ भन्ने मलाई आशा लाग्छ र यसको लागि चाहिँ भक्तपुर डक्टर सोसाइटी जसको मेम्बर म पनि छु अध्यक्षजी हुनुहुन्छ डक्टर पुण्य र भक्तपुर.com को अनिलजी लगायत सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद भन्छु। Yes, thank you. हस्।